तपाईहरु युके बस्न आउँदै हुनुहुन्छ भने किचन चाहिँ यस्तो हुन्छ है। किचन चाहिँ शेयरिङ हुन्छ। शेयरिङ भन्नाले तपाईहरु चाहिँ जति जना मान्छे बस्नु भएको छ त्यो सबैले एउटै किचन शेयर गर्नुपर्छ है। एउटा किचनमा दुईटा फ्रिज भएको हुन्छ, एउटा ओभन भिडियोमा देख्न सक्नुहुन्छ है। सबैले युज गर्न पाउँछ है। यो चाहिँ सबै सामानहरु तपाईलाई चाहिँ यहाँ व्यवस्था गरेको हुन्छ। तपाईहरुले केही ल्याउनु पर्दैन, आफ्नो भाँडाकुडा पनि यही किन्ने र राख्ने। फ्रिज पनि हेर्नु यस्तो हुन्छ है। सबैले फ्रिजमा एउटा एउटा आफ्नो सामानहरु राख्न पाएको हुन्छ र कसैले पनि त्यो युज गर्न पाउँदैन है। आफ्नो सामान आफै युज गर्ने। यहाँ बस्ने मान्छेहरु चाहिँ धेरै जतिले चाहिँ अरूको सामान पनि युज गर्दिने गर्छन्। त्यहीबाट एउटा मार्करले कोरेर राख्नुपर्छ है। हेर्नु त सबै सामानहरु हुन्छ है यहाँ किचनमा। सबै कुराहरु चाहिँ शेयरिङ गर्नुपर्छ। ग्यास अब कसरी चलाउने भनेसी ग्यास पनि यहाँ अर्कै डिजाइनको हुन्छ है। पहिला अन गर्ने अनि हामीले लाइटर बाले जस्तो यहाँ प्याट्टा दाब्नुपर्छ है। यो भिडियोमा चाहिँ युके को किचन टुर सबैले शेयरिङ गर्नुपर्छ है। नेक्स्ट टाइम मैले फुल ब्लग राख्ने छु है।